आज म स्पिच सुनाउँछु। एसे के सुनाउँछु अरे? एसे निबन्ध। निबन्ध आमाको बारेमा तपाईँको लागि लेखिदिएको। सुनाम। सबै आमा जातिको लागि निबन्ध छ। आमा। आमा जीवनको शेष तथा उत्पत्ति पनि। आमा जीवनको शेष तथा उत्पत्ति पनि। हर नाम गाँसिनुभन्दा पहिलो रगतको नाता हुन्। ईश्वरको अमूल्य वरदान हुन्। नानीको पहिलो र सायद अन्तिम पनि बोली आमा हुन्। हर दिन आमाले परिश्रम गरेर हामी सबैलाई जीवनको बाटोमा सार्थक बनाउन पूर्ण प्रयास तथा समर्पण गर्छन्। उनै आमा नाउँमा आजको यो सुनौलो दिन हामी सबै आमा दिवस मदर्स डे भनी विश्वभरि मनाउने गर्दछौँ। आज मदर्स डे, त्यसै कारण चाहिँ ढिलो भयो तर मदर्स डे जहिले पनि भइरहन्छ। इच एन्ड एभ्री डे इज मदर्स डे। आमा सबभन्दा आमा शब्दमा प्रेम, निश्चलता, पूर्ण ममता र धैर्यता लिप्त हुन्छ। नारी जातिको बहुमूल्य प्राकृतिक देनको स्वरूप आमा हुन्। यही कुरालाई म फेरि दोहोऱ्याउँदछु। नारी जातिको बहुमूल्य प्राकृतिक देनको स्वरूप आमा हुन्। यदि मागे आफू बरु नखाई छैन मलाई भोक भनी सबै दिन्छन्। आमाले आफ्नो थाल थैली रित्तै बनाई। भगवानको सबैभन्दा विचित्र तर स्नेहपूर्ण रूप आमा हुन्। आज मात्रै होइन, अन्तिम सासमा पनि याद आउनेछ सधैँ तपाईको आमा। तपाईको मिठो बोली, हँसिलो मुहार कसरी भुल्छौ र कारण जसले जीवनको यो निर रगत उनैको देन होइन र? पढाइले केही नमिठो भाका भन्दा, जीवनको बाटोमा हतासिन्दा, लुकाउन नसकिने चोट केही छैन तपाईको नयनबाट आमा। सादर नमन छ नारी जातिको पूर्ण स्वरूप मेरी प्यारी आमा। देवी तुल्य जानु पर्दैन गिर्जा, मन्दिर, गुम्बा, मस्जिद। घरको चौखटमा बिहानै चराको मधुर डाक र घामको घमाइलो ताप सँगै दर्शन गर्न सक्छौ नक्षत्र सबै। हामीले सबैजनाले हाम्रो प्यारी आमा गर्नु पर्छ सम्मान सदा कि नरहोस् कतै केही धोका यो हृदयमा। जाऊ गएर सोध त्यो व्यक्तिलाई कति रुन्छ ऊ भित्री चित्त दुखाई। आमा छैन जसको घरमा र अनमोल माया छैन जसको साथमा र उत्तर आउँदैन अघिबाट घरमा जब उसले बोलाउँछ भनी आमा। आमा केही भूल गरे माफी दिनुहोला। आमा केही भूल भए माफी दिनुहोला। सबै हामी नानीहरू सबै केही न केही दोषी छौ हाम्रो माता र पिता तर्फ। यसैले नगरौ दुष्कर्म केही जसले आघात हुन्छ हाम्रो दुनियाँको पालनकर्ता रचयिता हाम्रो बाबा आमा। धन्यवाद। कस्तो लाग्यो आमा?